जेएफटी र जेएलपिटी को इम्पोर्टेन्ट मिनिङलाई आज पनि हेरौँ। एक नम्बरमा छ कोरेदे ओनेगाइसिमास, योबाट गर्नुहोस्, योबाट तिर्छु भन्ने जस्तो जनाउँछ। जस्तै तपाईले कार्डबाट तिर्छु भन्नु पर्यो भने खादोदे ओनेगाइसिमास। अब नोट दिएर, पैसाको नोट दिएर कोरेदे ओनेगाइसिमास पे गर्दाखेरि कोरेदे ओनेगाइसिमास, योबाट गर्नुहोस् भन्ने जनाउँछ। भने अर्को 2 नम्बरमा छ कोरेदे ओवारिमास, यति नै हो, आजलाई यतिमै सकौ, आजलाई यतिमै फिनिश गरौ भन्नु पर्यो भने चाहिँ कोरेदे ओवारिमास, आज चाहिँ यतिमै सक्छु हैन, भाषण दिँदा कुनै कक्षाहरू हैन, यति नै हो आजलाई चाहिँ भन्दाखेरि कोरेदे ओवारिमास। भने अर्को छ कोरेओ कुदासाई, यो त एकदमै सजिलो छ, कोरेओ कुदासाई, यो दिनुहोस्। तपाईले 3वटा सामान हेर्नुभयो, त्यसमा तपाईलाई चाहिँ कुन मन पर्यो त्यो अनि यो दिनुहोस् भन्नु पर्यो भने कोरेओ कुदासाई, यो दिनुहोस् भनिन्छ। भने कोरे दौजो, कोरे दौजो भनेको चाहिँ यो लिनुहोस्, के कुरा अगाडि दिँदाखेरि चाहिँ कोरे दौजो, यो दिनुहोस् भन्ने जनाउँछ। भने कोरेदे इ देस का, कोरेदे इ देस का भनेको के हो त भन्दा यो ठीक छ हैन, यसरी गरेको मिल्यो, यसरी गरेको ठीक छ भन्दा कोरेदे इ देस का, कसैले तपाईलाई केही काम गरायो, त्यो काम गरेको तरिका भयो कि भएन भनेर सोच्दाखेरि चाहिँ कोरेदे इ देस का, कोरेदे इ देस का। अन्य यस्तै भिडियोको लागि लाइक, सब्स्क्राइब, कमेन्ट र फलो गर्न नबिर्सनु होला। गम्बाते।